आर्थिक समृद्धिको आधार कार्यक्रम अर्थ र रोजगार। दर्शकवृन्द, यहाँलाई स्वागत छ कार्यक्रममा। जनसभा, राष्ट्रिय दैनिक र जनदबाव साप्ताहिकको संयुक्त प्रस्तुति कार्यक्रम अर्थ र रोजगार हरेक हप्ता तपाईहरु समक्ष हामीले देखाउँदै आइरहेका छौं। आज पनि अर्थ र रोजगार सम्बन्धी विविध सामग्रीहरू तपाईहरु समक्ष लिएर आइसकेका छौं। कार्यक्रम सुरु गरौं। अस्थिर राजनीतिक वातावरणसँगै मुलुकमा रोजगारीका अवसर घट्दा आर्थिक वर्ष 2068-69 मा 3,84,000 युवा काम खोज्दै विदेशिएका छन्। यो संख्या प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने युवा बराबरको हो। देशमा वार्षिक 4 लाख मानिस श्रम बजारमा प्रवेश गर्ने अनुमान छ। आर्थिक वर्ष 68-69 मा वैदेशिक रोजगारीमा 3,84,198 युवा वैदेशिक रोजगारमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कले भन्छ गत वर्षको भन्दा झण्डै 30,000ले बढेको हो। यो संख्या हालसम्मकै उच्च हो। विभागका अनुसार 4 वर्षको अवधिमा कामका लागि विदेशी नै नेपालीको संख्या झण्डै दोब्बर भएको छ। आर्थिक वर्ष 65-66 मा 2,19,000 युवा विदेशिएका थिए। 66-67 मा 2,94,000 युवा विदेशिएका थिए। त्यस्तै आर्थिक वर्ष 67-68 मा 3,54,700 ले रोजगारीका लागि देश छाडेका थिए। यस वर्ष सबैभन्दा बढी 1,03,000 नेपाली कतार गएका छन्। गत वर्षसम्म सबैभन्दा बढी नेपाली जाने मलेसियालाई कतारले यस वर्ष पछि पारेको हो। दोस्रो स्थानमा रहेको मलेसियामा 98,000 नेपाली गएका छन्। तेस्रो स्थान पाएको साउदी अरबमा 80,000 गएका छन् भने चौथोमा संयुक्त अरब इमिरेट जानेको संख्या 54,000 पुगेको छ। कुवेत जाने नेपालीको संख्या 23,000 छ। तराई क्षेत्रमा विराटनगरदेखि पूर्व र वीरगञ्जदेखि पश्चिमका धेरै नेपाली भारत जान छाडेर काम खोज्दै तेस्रो मुलुक जानु विदेशी नै बढ्नुको प्रमुख कारण हो। वैदेशिक रोजगारमा जानेहरूको संख्या बढेसँगै भारतीय बाटो हुँदै उड्नेको संख्या पनि बढ्दो छ। तर त्यसरी जानेहरू सुरक्षित हुन सकिरहेका छैनन्। ठगहरूको फन्दामा परेर अलपत्र पर्नेहरूमा त्यसरी जानेको संख्या पनि बढ्दो छ। उक्त समस्या समाधान गर्न वैदेशिक रोजगारीका क्षेत्रमा देखेका समस्या सुल्झाउन भनेर 2064 मा नियमावली ल्याइएको थियो। उक्त नियमावलीमा कामका लागि विदेश जाँदा काठमाडौँ विमानस्थलबाटै उड्नुपर्ने प्रावधान रहेको छ। यद्यपि अवैध रूपमा दिल्ली सहित भारतका अन्य स्थानबाट खाडी मुलुकमा काम गर्न जाने क्रम रोकेको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार उक्त नियमावली गत वर्ष संशोधन गरिएको छ र श्रम स्वीकृति स्टिकर र नेपाली दूतावासको अनुमति पत्र भएपछि भारतीय एयरपोर्टबाट पनि उड्न दिने व्यवस्था गरिएको छ। तर यो व्यवस्थाको दुरुपयोग दलालहरूले गरिरहेका छन्। श्रम स्टिकर नै नक्कली बनाई अवैध रूपमा नेपाली कामदारलाई जोखिमपूर्ण काममा लगाउन पठाउने काममा दलालहरू सक्रिय रहेका छन्। हवाई भाडादेखि लिएर भिसाको खर्चसम्म बेहोरी दिने दलालहरूको चंगुलमा नेपाली कामदारहरू सजिलै फस्ने गरेको दूतावासका अधिकारीहरूको भनाइ छ। तीमध्ये धेरैजसो त अशिक्षित सिपविहीन महिलाहरू रहेको उनीहरूले बताए। आकर्षक तलब सुविधाको प्रलोभनमा दलाल मार्फत दक्षिण अफ्रिकी राष्ट्र माडागास्कर पुर्याएका 50 भन्दा बढी नेपाली 5 महिनादेखि अलपत्र छन्। राहदानी खोसेर विभिन्न होटेल र निजी घरमा थुनिएका उनीहरू मागेर छाक टारिरहेका छन्। काम लगाइदिन्छु भनेर यहाँ ल्याएर छाडेको 5 महिना भएको पीडितले बताउँछन्। तलब पाउने कामको प्रलोभन दिएर माडागास्कर ल्याएको पीडितले टेलिफोनमा अर्थ र रोजगार युनिटलाई बताए। नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले काठमाडौँ क्वालालम्पुरको थप उडान तयारीलाई तीव्र पारेको छ। मलेसिया जाने कामदार लेबरको उच्च वृद्धिसँगै एयर एसियाले आन्तरिक तयारी तीव्र पारेको हो। 3वटा उडान थप्ने तयारी भइरहेको एयर एसियाका बजार प्रमुख डीबी लामाले जानकारी दिनुभयो। उहाँका अनुसार अगस्त पहिलो साताबाट प्रत्येक मंगलबार, बिहिबार र शनिबार काठमाडौँ क्वालालम्पुर उडान गर्नेछ। उहाँका अनुसार मलेसिया जाने 90% लेबर रहेको बताउनु भएको छ। मलेसियालाई नेपालका लागि लेबर डेस्टिनेसन पनि भनेर चिनिन्छ। अहिले मलेसियामा जाने कामदारको न्यूनतम ज्यालाहरू 25,000 बनाइएको छ। त्यसकारण पनि रोजगारीका लागि मलेसिया जाने युवाहरूको संख्या उच्च रहेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमले मात्र उडान गर्दै आएकोमा एक्सले गत असार 19 देखि क्वालालम्पुर काठमाडौँ सिधा उडान सुरु गरेको थियो। एयर एसियाले 365 यात्रु क्षमताको एयरबस A330-300 जहाजबाट उडान सुरु गरेको हो। एयर एसिया एक्सले काठमाडौँ क्वालालम्पुरको सुरुवाती भाडादर एकतर्फी 11,000 रुपियाँ र दुईतर्फी 20,000 रुपियाँ निर्धारण गरेको थियो। यद्यपि सस्तो भाडादर सहित लामो दूरीमा उडान गर्ने बजेट एयरलाइन्स बनेको छ। निगम काठमाडौँबाट सिधै क्वालालम्पुर जाने एकमात्र विमान सेवा हो।
इन्टरनेशनल मनी एक्सप्रेस आइएमईले बुधबार काभ्रेको बनेपामा आइएमई सेन्टर स्थापना गरेको छ। सेन्टरको उद्घाटन आइएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे। उनले छिटो एवं विश्वसनीय रेमिट्यान्स सेवा मार्फत आइएमईले आफ्नो सेवालाई समय अनुकूल विकास गर्दै लैजाने बताए। आइएमईले देशमा 2000 भन्दा बढी एजेन्ट सब एजेन्ट मार्फत सेवा पुर्याउँदै आएको जनाएको छ। दर्शकबिन, तपाईले भर्खर मात्र टेलिभिजन अन गर्नुभएको छ अनि यो कार्यक्रम अर्थ र रोजगार। अब हामी लिँदैछौँ एउटा छोटो ब्रेक। जैकपॉट 50 लाख को लास्ट लकी नंबर हो 2525। जसरी तपाईँ आफ्नाहरूका लागि सोच्नुहुन्छ त्यसरी नै हामी सोच्छौं तपाईका लागि। गेस्ट बैंक, पावर टु सक्सीड। खुसी पनि बढौला माया सबैलाई भन्दिनु जब मेरो याद आए प्रभु मनीलाई सम्झिनु। भारतीय स्टेट बैंक एवं अन्य बैंकहरूबाट नेपालमा रुपैयाँ पठाउँदा प्रभु मनी ट्रान्सफर, नेपाल एसबीआई बैंक र प्रभु फाइनान्सका शाखा तथा एजेन्टहरू मार्फत तुरुन्त भुक्तानी लिन सकिनेछ। साथै प्रभु र एसबीआई को कुनै पनि शाखाहरू मार्फत नेपाल अधिराज्यभर रकम पठाउन पनि सकिनेछ। प्रभु मनी ट्रान्सफर। न्यू स्टाइल, genuine leather, quality, school and college shoes, official shoes, sky shoes. एडभान्स मनी ट्रान्सफर प्रणाली 3rd फ्लोर चर्चिल कम्प्लेक्स, चाइनाटाउन, सुन्धारा, काठमाडौँ। हेर्नुहोस् त, हेर्दा एडभान्स मनी ट्रान्सफरबाट पैसा आगाथे। दर्शकवृन्द, आज हामीसँग आइसिसी मेम्बर र एनआरएन जापानका रविन्द्र प्रसाद श्रेष्ठ, एनआरएन बहराइनका अध्यक्ष श्याम तामाङ र बेस्ट रेमिट्यान्स युकेका अध्यक्ष गोपाल गुरुङ हुनुहुन्छ। उहाँहरूसँग हामीले रेमिट्यान्सको अवस्था र विदेशमा नेपालीहरूको अवस्थाको बारेमा प्रश्न गरेका थियौं। अबको प्रस्तुतिमा उहाँहरूसँग गरेको कुराकानी। एनआरएनको नाताले अहिले नेपालमा र विदेशमा के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उहाँहरू यसो भन्नुहुन्छ। जापानमा प्रमुख व्यापार त मेरो रेस्टुरेन्ट व्यवसाय नै हो र अरू इम्पोर्ट एक्सपोर्टको पनि काम गरिन्छ र अहिले नेपालमा भन्नुपर्दा हामी यो अहिले उहाँले श्यामजीले भने चाहिँ बेस्ट होल्डिङ कम्पनीको म पनि एउटा डाइरेक्टर हो र हाइड्रो पावरमा लगानी गर्ने भन्ने अहिले निकै चाहिँ यो अलि एनआरएनहरूको उच्च मूल्याङ्कन भएको कारणले मैले पनि हाइड्रोमा 1-2 ठाउँमा लगानी गरिरहेको छु र जस्तै सेनर्जी हाइड्रो पावरमा चाहिँ मेरो लगानी छ र अहिले एउटा नयाँ चाहिँ गलकोट इन्भेस्टमेन्ट कम्पनी भनेर हामी खोलिरहेका छौँ। त्यसले पनि हाइड्रोमै फोर्स गरेर हाम्रो म जन्मेको गलकोट, बागलुङ गलकोट हुनाले त्यहाँ चाहिँ एउटा निकै ठुलो दरमखोला भन्ने छ, त्यसबाट हामीले 6वटा चाहिँ प्रोजेक्ट चाहिँ गर्ने यो प्लानिङ गरिरहेको छौँ। अहिले एउटा त तुरुन्तै सुरु हुँदैछ। बहराइनमै बस्ने क्रममा चाहिँ मेरो व्यापारहरू छ त्यहाँ र त्यही व्यापारहरू सिकेर अब नेपालमा लगानी गर्ने इच्छुकले धेरै 3-4 वर्षदेखि लगानी गरिरहेको छु र धेरै लगानी एक्लै रूपले गर्दाखेरि चाहिँ खासै सक्सेस हुनु सकेन। त्यसकारण अहिले हामीहरू विश्वमा बसेको एनआरएन साथीहरू मिलेर हामीहरू बहराइनमा इन्भेस्टमेन्ट होल्डिङ कम्पनी खोलेछौँ र त्यही इन्भेस्टमेन्ट होल्डिङकै एउटा इन्भेस्टमेन्टको रूपमा नेपालमा हामीले अहिले बेस्ट रेमिट भन्ने दर्ता गरिसकेका छौँ र प्लस अब हाम्रो त्यही इन्भेस्टमेन्ट होल्डिङले चाहिँ जुन हाइड्रोतिर लगानी गर्ने प्रयास गरिरहेको छु र हाम्रो साथीहरूले इन्डिभिजुअल लगानी चाहिँ गरिसकेको छ र अब हाम्रो त्यही इन्भेस्टमेन्ट होल्डिङले चाहिँ लगानी गरेर युकेमा पनि हाम्रो गोपाल गुरुङ सरले बेस्ट रेमिट दर्ता गरिसकेको छ र हामी चाँडै नै यो ब्रान्डलाई हामीले लन्च गर्दैछौँ। विभिन्न देशहरूमा घुम्ने क्रममा धेरै अनुभवहरू बटुले, त्यसअनुसार साथीभाइहरू पनि फेरि अलि बिजनेसतिर बढी मोटिभेटेड भएको नाताले
मैले पनि साथीहरूसँग मिलेर केही गर्न सक्छु कि भन्ने आशा लिएर बेस्ट होल्डिङ कम्पनीमा डाइरेक्टर छु। अहिले भर्खरै हालसालै युकेमा रेमिटेन्सको लागि सबै व्यवस्थाहरू मिलाइसकेको छु र छिट्टै लन्च गर्नेवालामा छु। आफूहरू अहिले नेपालमा लगानी गर्न इच्छुक भएको उहाँहरू बताउनुहुन्छ। हामी नेपाली हो, नेपालमा जन्मेको हो, हामी जहिले पनि नेपाली रहन्छ। त्यसैले नेपाल बन्यो भने हामी पनि हाम्रो मूल्याङ्कन पनि हुन्छ भन्ने हामीलाई लाग्छ। त्यसैले हामी हामीले विदेशमा कमाएको दुःख गरेर कमाएको पैसा नेपालमा लगानी गरी नेपाल देशलाई टेवा पुग्ने काम गर्ने हाम्रो इच्छा हो र नेपाल बन्यो भने भोलि हामी चाहिँ हाम्रो इज्जत पनि विदेशमा बस्दा पनि इज्जत चाहिँ बढ्नेछ भन्ने हामीलाई लाग्छ। त्यसैले हामी नेपालमा विभिन्न क्षेत्रमा लगानी गरिराखेका पनि छौँ, गर्ने तयारीमा पनि छौँ। तर देशले हाम्रो केही सुरक्षा दिन सक्यो भने हामी अझ त्यो लगानी बढाउने हामी कोसिस गर्नेछौँ। नेपाल भन्ने हाम्रो एउटा घर हो र घर कहिले पनि घरको अवस्था बिग्रिँदाखेरि छोराहरू सबै परिवारको दायित्व बन्छ त्यसलाई घरलाई राम्रो बनाउनु सुधार्नु। त्यसै कारणले हामी विदेशमा बस्ने जति पनि नेपालीहरूको एउटा दायित्व नेपाललाई सकारेर समृद्ध बनाउनु। त्यस कारणले हामी सबै विदेशमा बस्ने नेपाली साथीहरूले चाहिँ सकेसम्म आफैको भएको लगानी पैसा लगानी पैसा सिकेको जति पनि कुराहरू विदेशमा बस्दाखेरि सिक्यो त्यो सब चिजलाई नेपालमा लिएर अलिकति इम्प्रुभ गर्ने प्रयास चाहिँ गरिरहेछ। सबैजना साथीहरूले यो प्रयास गरिदियो भने देश अवश्य राम्रो ठाउँमा पुग्छ भन्ने हामी आशा गर्छौँ। आफ्नो देश भूमिमा हामी हुर्किएर जन्मिएर हुर्किएर विदेश पसिसकेपछि मातृभूमिलाई नेपाललाई हामीले पेट ब्याक गरौँ भन्ने हाम्रो मेन मान्यता हो। बेस्ट इन्भेस्टमेन्ट एन्ड होल्डिङ कम्पनी WWL स्थापना गर्नुपर्नेको कारण उहाँहरू यसो भन्नुहुन्छ। कम्पनी हामी 10 जना मिलेर बेस्ट होल्डिङ कम्पनी खोलेका छौँ। त्यो किनभने 10औं देशको मान्छे छौँ र हामीलाई यो रेमिटेन्समा सजिलो पनि होस् र हाम्रा ग्राहकहरूलाई सजिलै नेपालमा पैसा भित्राउन सक्ने आधार र जतिसक्दो धेरै रेमिटेन्स नेपालमा भित्राउनको लागि जुन देशमा रेमिटेन्स खुलिसकेका छन्, जुन देशमा खुलेका छैनन् त्यसलाई पनि हामी चाहिँ तुरुन्तै यो हामी सक्दो प्रयास गरी खोल्ने कोसिस गरिरहेका छौँ। त्यसै कारणले हामी 10औं देशका मान्छे जम्मा भएर यसरी अलि बलियो भएर यो हामी रेमिटेन्स गर्न तयारी गरेका हौँ। नेपालको अहिले रूपमा हेर्दाखेरि प्राय जस्तो रेमिटेन्स चलिरहेको छ र हामीले भिन्न किन यो रेमिटेन्स दर्ता गर्नु पर्यो भनेदेखि हाम्रो लक्ष्य चाहिँ के हो भने जो कालाबजारी रूपले हुन्डीको रूपले जो पैसाहरू नेपालमा भित्रिरहेछ त्यसलाई चाहिँ हामीले एउटा राइट च्यानल दिएर एउटा प्लेटफर्म दिएर त्यसलाई भित्राउने प्रयास गर्ने हो। र अलरेडी नेपालमा 30-40 वटा रेमिटेन्स कम्पनी छ, तर हाम्रो रेमिटेन्स भने चाहिँ अलिकति भिन्नै रूपमा हामीले लन्च गर्ने प्रयास गरिरहेछौँ। जुन चाहिँ देशमा रेमिटेन्स छैन, अहिले रेमिटेन्स सर्भिस छैन, त्यो देशमा हामीले प्रडक्ट लन्च गर्नेछौँ। र हाम्रो रेमिटेन्स भनेको चाहिँ यसलाई चाहिँ हामीले नेपालमा मात्रै सीमित नराखेर ग्लोबल रूपमा लाने प्रयास गरिरहेछौँ। आफ्नो देशमा डाइरेक्टरहरू भएको नाताले हामीले सक्दो सुलभ र सजिलो अनि फेरि उहाँहरूले हामी त्यही बसाइ गरेको नाताले जुन ठाउँमा छौँ हाम्रो आफ्नो त्यहाँका रहनसहन चालचलन अनुसार उहाँहरूले पनि विश्वास गर्ने बढी आधारहरू छन्। त्यसै कारणले हामीले सक्दो सस्तो सुलभ भरपर्दो विश्वासिलो आधारमा चाहिँ रेमिटेन्स गर्ने विचारमा छौँ। राजनीतिक अस्थिरताको कारण नेपाल विकास हुन नसकेको उहाँहरू बताउनुहुन्छ। हाम्रो राजनीतिक चाहिँ अलिकति स्थिरता हुनुपर्ने देख्छु मैले। र जापानकै सन्दर्भमा भन्दाखेरि हामीले धेरै नेताहरूलाई जापान बोलाएर जापानको स्थिति पनि देखाइसक्यौँ, तर नेताहरूले त्यतिखेरै भुलेर फर्किनुहुन्छ। किनभने जापानमा भन्दाखेरि चुनाव हुन्छ, चुनावमा भोट हाल्न कोही पनि जाँदैन। किन जान्नन् भनेपछि आफ्नो आफ्नो काम मेहनत गरेर खानुपर्छ भन्ने मान्छेहरूको धारणा छ। र नेपालमा के छ भने कसरी नेताहरू पनि झुक्काएर कसरी चाहिँ कसलाई ढाँट्ने, कसलाई झुक्काउने, कसलाई खसाल्ने, कसलाई उचाल्ने भन्नेमा मात्रै बढी फोकस भएको कारणले यो देशको विकास हुन नसकेको। र जापानमा मेन 40 वर्षको अवधिमा जापानले विश्वकै सबभन्दा विकसित देशमा जान सकेको कारण चाहिँ नेता नभएर जनता हो।
जनताले कसैलाई पनि नडाँटिकन आफूले मेहनत गरेर खानुपर्छ भनेर हिँडेको कारणले आफ्नो घर चाहिँ बनाउनु पर्छ। सबैले आफ्नो आफ्नो घर बनाए, आफ्नो घर अगाडिको बाटो बनाउनु पर्छ। आफ्नो घर अगाडिको बाटो बनाए पछि त घर अगाडि त सफा हुन्छ। घर अगाडि सफा भएपछि त बाटो ठिक भएपछि त अलि यो नेताहरूले सोध्नुपर्ने स्थिति आउँछ। तर चाहिँ हाम्रो जापानमा हामी के गर्छौँ भने आफ्नो घर अगाडि आफै चाहिँ राम्रो गर्ने कोसिस गर्छौँ। आफ्नै लगानीमा चाहिँ सरसफाई गर्छौँ र चाहिँ त्यहाँ विकास छिटो हुनुको कारण त्यो पनि हो। हामीले चाहिँ यो देशलाई मात्रै चाहिँ दोष दिएर हुन्न, हामी चाहिँ नेता मात्रै नभएर जनता पनि अलिकति गलत छौँ कि जस्तो हामीलाई लाग्दछ। कम्प्लिट रूपमा हेर्दाखेरि त सबैले अब भनिरहेको कुरा हो, बुझिरहेको कुरा राजनीतिक अवस्था पोलिटिकल क्राइसिसले गर्दाखेरि देश विकास हुन नसकेको हाम्रो एउटा जनयुद्ध भयो। जनयुद्धपछि आएर अहिले जो सङ्क्रमणकाल चलिरहेछ त्यसलाई राजनीतिकले एउटा निकास दिनु सकेको छैन र त्यसकारण सबै चिजहरू विकासहरू अन्यलमा पडिरहेको छ। र विदेशमा के हुन्छ भने पोलिटिकल क्राइसिस भयो भने इकोनोमीलाई चाहिँ उनीहरूले प्राथमिकता दिन्छ र इकोनोमी एजेन्डालाई चाहिँ देशको राष्ट्रिय एजेन्डा बनाएर सबैले डिस्टर्ब गर्दैन त्यसलाई। तर हाम्रो नेपालमा चाहिँ के भइरहेछ भने एउटा पार्टी सरकारमा बस्छ, अर्को पार्टीले बजेट लिएर आउँछ भने ब्रिफकेस खोसेर तोड्छ, त्यही ब्रिफकेस तोड्ने पार्टी फेरि सरकारमा जान्छ, फेरि अरूले लिएर त्यो ब्रिफकेसलाई खोज्नु प्रयास गरिरहेछ। त्यसकारण हाम्रो देशमा चाहिँ राजनीतिक अहिले यो स्टेजमा पुगेको छ भने देश विकास भन्दा पनि पार्टी विकास र आफ्नो विकासपट्टि हेरिरहेछ र जनतापट्टि उनीहरूले ध्यानै दिनु सकेको छैन र राजनीतिकको उनीहरू आफ्नो प्रब्लमबाट बाहिर निस्केको छैन। डिसिप्लिनमा रहेर काम गर्नुपर्छ जस्तो लाग्छ। देशले एउटा इन्फोर्स गरेको ल एन्ड अर्डरलाई हामी इन्डिभिजुअलले मानेर अनि आफ्नो काम जुनै सेक्टरमा पनि कामलाई आफ्नो जागिरलाई आफ्नो व्यवसायलाई चाहिँ अनुशासनभित्र रहेर काम गरेको खण्डमा देशमा छिटो विकास हुन सक्ने। अनि अरू देशहरूले गरेको जुन युकेको कन्ट्रिजमा हेर्ने हो भने बिहान 8 बजे अफिस स्टार्ट हुन्छ, 5 बजे क्लोज हुन्छ, जबकि 8 to 5 भनेको लन्च ब्रेक टी ब्रेक बाहेक अरू बेलामा नुन हाल काम गरिरहेको हुन्छ। हाम्रोमा चाहिँ जागिर पाएपछि त्यसको मूल्याङ्कन गर्नु नपर्ने, आफन्त छ भने प्रमोसन हुने, यस्तो जागिरहरूलाई छोडेर जानु नपर्ने, त्यसलाई चाहिँ जागिरबाट नहटाइने, आफन्त मान्छेले मात्र पुष्टि पाउने भएको कारणबाट यहाँ कुनै पनि सेक्टरमा खासै डेभलप हुन सकिरहेको छैन। जुन कुरा चाहिँ बाहिर अरू देशमा हेर्ने भने युकेको कन्ट्रिजमा हेर्ने भने पनि आफ्नो कामलाई रेस्पेक्ट गर्छन्, आफूले इन्डिभिजुअल आफू अनुशासनमा बस्छ र अरूलाई बस्न सिकाउँछ। जुन कुरा गल्ती छ भने ल एन्ड अर्डर इन्फोर्स भएको कारणले त्यही अनुसारको पनिसमेन्ट हुन्छ, जबकि यहाँ चाहिँ पनिसमेन्ट भन्ने कुरो आफ्नो क्षमता पावर छ भने कसैले पनि भोग्नु पर्ने अवस्था आउँदैन। त्यसैले मान्छेहरू आफ्नो परिधिभन्दा बाहिर गइराखेको हुन्छ अनि रातारात करोडौँ धन सम्पत्ति कमाउँछन्, जसले गर्दा देशलाई चाहिँ हानि पुगिरहेको हुन्छ। दर्शकबिन हामीसँग थुप्रै सामग्रीहरू अझै पनि बाँकी नै छन्, तर त्यो भन्दा पहिले लिँदैछौँ एउटा छोटो ब्रेक। Life is beautiful. Share happiness. Live in peace. Discover dreams. Make life more beautiful. Introducing Civil Homes Phase 4 at Dhapak Hill, Lalitpur. The new city within the city, where you can experience everything. New style, genuine leather, quality, school and college shoes, official shoes, Sky Shoes. त्यो एक वचनले शान्तिको सन्देश फुकेको छ, त्यो पाइलाले शिखर
चुमेको छ। त्यो स्वरले देश गुन्जिएको छ। त्यो एकताले इतिहास रचेको छ। अब नयाँ नेपालको सृजना गर्नु छ, जहाँ माछापुच्छ्रे ब्याङ्कले समृद्ध नेपालको परिकल्पना गर्दैछ। माछापुच्छ्रे ब्याङ्क, सर्भिस with a personal touch. एडभान्स मनी ट्रान्सफर प्रणाली, 3rd फ्लोर चर्चिल कम्प्लेक्स, चाइनाटाउन, सुन्धारा, काठमाडौँ। ल हेर्नुहोस् त, हेर्दा एडभान्स मनी ट्रान्सफरबाट पैसा आएका थिए। विदेशमा नेपालीहरूको अवस्था राम्रो भएको उहाँहरू दाबी गर्नुहुन्छ। नेपालीहरू जापानमा 25बाट 30,000 छन्। विश्वको तुलनामा नेपालीहरू धेरै सुखी छन्, स्थिति धेरै राम्रो छ भन्नु पर्छ जस्तो लाग्छ मलाई। किनभने 1 लाख नकमाउने नेपाली चाहिँ काम गर्ने मान्छेहरू पटक एउटा पनि छैन होला जस्तो लाग्छ। र एउटा अब व्यावसायिकको रूपमा साथीहरूले यो मान्छे लैजाने काम गरेको छन्। तर चाहिँ म पनि यो एनआरएनको आइसिसीको मेम्बर भएको कारणले म धेरै ठाउँमा यो यही बारेमा पैसा लिने र दिनेको बारेमा कुरा मिलाउन जाने सम्बन्धमा साथीहरूलाई म भन्छु, पैसा लिएर लैजानु भयो तर चाहिँ काम चाहिँ दिनुहोस् है। 1 लाख तलब चाहिँ अनिवार्य दिनुपर्छ भन्ने मैले सबैलाई पहल गरिराखेको छु। तर चाहिँ कति त्यो व्यवसायकै त्यो मान्छे लाने, त्यहाँबाट एक ठाउँमा लगेर छोडिदिने गरेको कारणले अलिकति गाह्रो भइराखेको छ। तर चाहिँ नेपालीहरू मलाई जहाँ तक लाग्छ त्यति दुखी छैनन्। अब आफैमा भर पर्छ, मेहनत गर्न सक्ने मान्छे। यहाँबाट कस्ता मान्छेहरू जान्छन् भने 10 लाख 12 लाख दिएर गयो भन्ने हामीले पनि धेरै सुन्ने छ। कस्तो मान्छेहरू जान्छन् भने घरमा हलो जोत्दै चाहिँ जापान जान्छन्। भनेपछि जापान किन जाने हो भन्ने थाहा नभएका साथीहरूलाई मात्रै दुःख, जो लैजानेलाई मात्रै चाहिँ दोष नभएर जानेलाई पनि चाहिँ दोष दिनु जरुरी छ जस्तो लाग्छ। र विद्यार्थीहरूको स्थिति पनि त्यहाँ चाहिँ हप्तामा 28 घण्टा काम गर्न पाउँछन्। हप्तामा 28 घण्टा काम गर्न पाउँदाखेरि उनीहरूलाई आफूलाई पढ्न र खाना बस्नको लागि प्रशस्त पुग्छ। राम्रो पक्ष के भने जागिर सबैले खाइरहेको छ र 25-30 लाख जनता बस्दाखेरि जस्ट 5% 10%लाई त नर्मल क्राइसिस आइहाल्छ, दुःख त परिरहन्छ। तर त्यहाँको देशले हाम्रो नेपाली जनतालाई जागिर त दिइरहेछ, तर हाम्रो सरकारले त्यहाँ दिनुपर्ने फेसिलिटी, त्यहाँ दिनुपर्ने अब सर्भिसहरू दिनु नसकेर हाम्रो त्यहाँ बस्ने नेपालीहरूलाई दुःख पर्दाखेरि हाम्रो सर्भिस गभर्मेन्टको रिच पुगेको छैन। गभर्मेन्टले त्यो प्रब्लमलाई सल्भ गर्न सकेको छैन अहिलेसम्म। र अब सबैलाई थाहै छ खाडी मुलुकमा 40 देखि 50 डिग्रीको घाममा काम गर्नु परिरहेछ, जबकि नेपालमा हेर्दाखेरि हाम्रो टेम्परेचर 35 डिग्रीभन्दा माथि जाँदैन। हरियाली छ सबै यहाँ। अब त्यहाँ भनेको हरियाली छैन, मरुभूमि छ। फेरि पनि नेपालीहरू 40-50% चाहिँ राम्रै जागिरमा देखिन्छ। र अहिले पहिलेभन्दा अहिले चाहिँ 10 वर्षको तुलनामा र अहिले हेर्दाखेरि हाम्रो नेपालीहरू पनि एउटा मेन पावर सप्लाई कम्पनीमा हेर्दाखेरि फिलिपिनोहरूको लेभल त नभनौँ, फिलिपिनोहरूको लेभलसम्म पुग्नु सकेको चाहिँ देखिन्छ आजकल। अब पहिले हामीले 10 वर्ष अगाडि हेर्दाखेरि हाम्रो नेपाली भनेको कन्स्ट्रक्सन लेबर्स, क्लिनर्स बाहेक अरू फिल्डमा देखिँदैन थियो, र सेक्युरिटी गार्ड। र अहिले हाम्रो नेपाली हेर्दाखेरि राम्रो म्यानेजर पोस्टमा पनि देखिन्छ। सपिङ मल्समा त सबै नेपालीहरू नै काम गरिरहेको छ, र क्लिनिङ कम्पनीमा अहिले पनि छ, ड्राइभर्सहरू छ। त्यस कारणले हेर्दाखेरि हाम्रो नेपालीहरू अलिकति मनमा दुःख छ, दुःख गर्नुपर्छ। तर उनीहरूको मनमा अलिकति खुसी के छ भने दुःख गरेर पनि अरू समस्या उहाँहरूले भोग्नु परेको छैन। आफ्नो कामको समस्या त छँदैछ, त्यसबाहेक अब लोड सेडिङ भयो, पानी नहुने, यहाँ अब काठमाडौँको समस्या पानी छैन, त्यस्तै अब बाटो बन्द, यो सब त्यहाँ चाहिँ बन्द छन् त केही छैन, सबैले काम गर्ने र कमाएको पैसा फिर्ता पठाउने। तर डेफिनेटली अब त्यसमा 2-4वटा कम्पनी क्राइसिस हुन्छ। कम्पनी क्राइसिस हुँदाखेरि नेपाली जनताहरूलाई दुःख चाहिँ पाइरहेको हुन्छ। र हाम्रो गभर्मेन्टको रिच नभएको कारणले गर्दाखेरि हाम्रो अब विभिन्न देशमा बस्ने सङ्घ संस्था, खास गरेर एनआरएन र ब्यारेन भनेर हामी नेपाली क्लब्स त्यहीँ दर्ता गरेको। तर जहाँ जहाँ एम्बेसी छैन त्यहाँ चाहिँ हाम्रो सबैजना नेपाली साथीहरू नि नेपालीहरूले हातेमालो गरेर समस्यालाई समाधान गरेर आइरहेको छौँ। हामी गोर्खालीको नाताले, नेपाली भन्दा नि गोर्खालीको नाताले हामी बढी चिन्छौँ युकेमा, जसमा गोर्खाली भन्ने बित्तिकै जेनरल पब्लिकले हेर्ने आँखा भिन्दै छ, जसमा हामीले सधैँ रेस्पेक्ट पाउँछौँ। त्यही क्रममा अब हामीसँग लगभग 400-500 नेपाली डक्टर, प्रोफेसरहरू छन्, लेक्चरहरू छन्। त्यसमा फेरि हाम्रो जस्ट 2-4 वर्ष अगाडि मात्रै 20,000 भन्दा बढी स्टुडेन्टहरू पनि पढ्नको निमित्त युके छिरे।
अनि हामी करेन्टली सर्भिङ मेम्बरमा नियरली 3,400 छौँ। उसको फ्यामिली अनि एक्सहरूमा लगभग 2 लाखभन्दा बढी युकेमा छन्। अहिलेको हालसालैको अनुसन्धान अनुसार 400भन्दा बढी हाम्रो सङ्घ संस्थाहरू भित्रिसकेको छ, जसमा चाहिँ एनआरएन चाहिँ अम्ब्रेला संस्था हो। अनि प्रत्येक जिल्ला गाउँहरूको आफ्नो आफ्नो सङ्घ सङ्गठन संस्थाहरू हुनुको साथसाथै जातित्वमा बढी आधारित सङ्घ संस्थाहरू छन्। वैदेशिक रोजगारमा जाने इच्छुक नेपालीहरूले सिप र भाषा सिकेर मात्रै विदेशी नै उहाँहरू सल्लाह दिनुहुन्छ। जापानमा जाने सम्पूर्ण हाम्रा नेपालका साथीहरूलाई म यो भन्न चाहन्छु, जुन काममा जाँदै हुनुहुन्छ त्यो कामको केही शिक्षा लिएर जानुभयो भने जापानमा कहिले पनि दुःख हुँदैन र चाहिँ पैसा कमाउने एउटा राम्रो थलो हो। गल्फ कन्ट्रीमा तपाईँहरू आउनुहुन्छ भने आँखा बन्द गरेर नआउनुहोस्। पहिला आफ्नो सिप सिक्नुहोस्, आफ्नो काम के हो त्यो सिक्नुहोस्, त्यसपछि कन्ट्र्याक्ट के रहेछ त्यो पेपरहरू हेर्नुहोस् र कम्पनीको बारेमा जानकारी लिनुहोस् वेबसाइटबाट। र वैदेशिक रोजगार विभागले अहिले जो स्किल ट्रेनिङ कोर्स राखेको छ त्यसलाई कम्प्लिट गर्नुहोस् र त्यसपछि कम्प्लिट आफूलाई नलेज भएपछि विदेश आउनुहोस्। त्यो स्किल काम र अनस्किल काम दुइटै चिजको सबै नलेज लिएर आयो भने तपाईँहरूलाई विदेशमा दुःख पाइँदैन। सिकेको सिप कमाएको रकम देशमा भित्राउनको लागि यहाँ आउनुभएका सम्पूर्ण सङ्घ संस्था, पार्टी, सरकारहरूले सिक्युरिटी प्रोभाइड गरिदिनु सक्नुभएमा आफू सुरक्षित सम्झेर धेरै नेपालीहरूले लगानी गर्नेछन् र जसले गर्दा आफ्नो देश बनाउन सानो हिस्सा हामीले जिम्मेवारीका साथ यहाँ लगानी गर्न सक्छौँ भन्ने आशा लिएको छु। दर्शकवृन्द, यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो यहाँले लेखेर पठाउन सक्नुहुनेछ arthrorozgar@gmail.com मा। यहाँहरू केही मार्गदर्शन अनुसार हामी कार्यक्रमलाई परिवर्तन पनि गर्दै लानेछौँ। यति भन्दै आजको कार्यक्रमबाट बिदा हुन चाहन्छौँ। तपाईहरुको यो हप्ता राम्रोसँग बितोस्। नमस्कार।